ल है ल What's up guys, we are back again. यस We'll welcome you to our new vlog and today we'll be having fun yet another time in the same road that we And today walked is around and very played awesome. this last time. And आज हामी आजको कहाँ वेदर हेर्नुहोस् हजुरहरू. What a wonderful weather. Who calling? Someone is calling, so wait. Let's meet you later. गाइज हामी चाहिँ खड्का जोर जाँदैछौँ होइन. अनि यो भिडियो चाहिँ कसको आइडीबाट हालौँ, म मेरो आइडीबाट हाल्छु. पानी पनि छ अनि हाम्रो गफ सुन्दै जाउँ है त गाइजहरू. ल बाटो चाहिँ यस्तो रहेछ, रातो रातो माटो. त्यहाँ हेर हाम्रो जङ्गलमा बाँस नि हादिम. यस यहाँ बाँस छ. पाण्डा पनि छ होला है हाम्रो जङ्गल. पाण्डा छैन, फक्सै हो. तिमीले र मैले देखेँ त. बक्स छ, चितुवा पनि छ. फक्स के ओरेन्ज कलरको फक्स है त. हो र स्याल होइन के? त्यो त रियर होइन, त्यो त रियर होइन र. रियर हो तर नेपालमा केही रियर छैन के भाइ. सबै देखिरा हुन्छ बेला बेला. त्यो के ड्रागनले कोमोडो ड्रागन. कोमोडो ड्रागन होइन, अर्को एउटा ड्रागन छ कि त्यो छेपार जस्तो अलि हैन सानोवाला हो. त्यो ड्रागन त हाम्रो गाउँलेहरूले भेट्टाएर बोरामा बोको पारेर जङ्गलको बिचमा छोडिदिएर आएछ. हो रेस्क्यु गर्नुपर्छ यस्तो क्रिएचरहरूलाई. त्यो सालक हो के पनि छ त कति. सालक त कति वर्ष अगाडि हो, त्यसपछि मैले पनि देखाएँ होइन. उयो त के अरे पाखामा नि भेटेको थियो नि. बरु प्रशान्तकै घर मुनि सम्राटको घर पछाडि मैले दुम्सी चाहिँ भेटेको थिएँ. प्रशान्तको घरमा अस्ति त्यो माटो खाने के पनि जानवर आएको थियो नि. ऊ मल छाप्रो होला. मल छाप्रो. मल छाप्रो त मैले पालेको थिएँ यार. हाम्रो आमाले पालेको थियो यार मल छाप्रो पहिला. मेरो घर रेगुलर लगाइज अब चाहिँ सिधै ग्राउन्डमा गएपछि भेट्नुपर्छ है त भाइ. लगाइज हामी चाहिँ आइसकेको छौँ. यो एकदमै गर्मी छ क्या, अनि त्यही भएर त्यस्तो लुगाहरू फुकालेर. अनि पानी छ हामीसँग. एकछिनमा चिसो हावा खाइन्छ. बादल पनि आज दामी छ, त्यो डेन्जर छ. यताबाट कालो बादल आएर यताबाट व्हाइट बादल आएर फाइट पर्छ. ए ग्राउन्ड चाहिँ फुटबल ग्राउन्ड. बुमरेङ आउँछ भनेर हेरौँ अब सक्छ कि सक्दैन. शीतल हावा यार. बुमरेङ फाल्न लागेको छ गाईहरू हेरौँ है. ल बाल ल त्यहाँ चाहिँ अब चिसो हावा आउँछ होइन, त्यहाँ चाहिँ बस्नुपर्छ. अनि हामी कुरा गर्छौँ रुखमाथि बसेर बस्ने कि एडभेन्चर गर्नु हुँदैन दाइ. अहिले एडभेन्चर हामी चाहिँ उ त्यो रुखमा बस्ने कि यहाँ बस्ने भइरहेको होइन. पछि त्यहाँ गएपछि बस्नु. अहिले पानी सानी खाएर जाउँला भनेर भइरहेको. क्रेजी त्यो अहिले खतरा त्यो हामी आफै खतरा भएपछि त्यो खतरा दिन्छ क्या त्यहाँ. म चाहिँ अमलाको बोटबाट झारेको चाहिँ झारिदिन्छु नि फेरि. त्यो उयो बोटा बस्ने कुरा भइरहेको छ है. जाउँ जाउँ. हामी चाहिँ अब उ त्यो रुखमा जान लागिरहेछौँ है. हेरौँ अब के हुन्छ. लास्ट डर लागेर यस्तो भिड छ है. उयो बोट है, मैले जुमिङ गरेर पनि देखाइन्छ. ठ्याक्कै त्यहीँ बस्ने हो, यहाँ बस्ने हो. अनि यिनीहरू चाहिँ यहाँ गइरहन् होइन. त्यहाँ अब ठ्याक्कै त्यहीँ बस्छन् तिनीहरू चाहिँ. हामी चाहिँ यहाँ माथि ट्राई गर्छौँ कस्तो हुन्छ बसेर. कहाँ यहाँबाट जाने हो? ला म त क्यामेराले त्यसो बोक्नै मिल्दैन क्या हो. जङ्गलबाट जाउँ नि त, जङ्गलबाट जाउँ नि त. ए ल क्यामेरा हामी चाहिँ गोप्रोबाट बनाइरहेको छौँ गाइजहरू भिडियो. जे भन्ने नि भइहाल्यो. आपको बोट हो क्या हो यो? आपको बोट भयो क्या हो भने होइन. उताबाटै जानुपर्ने हो नि त. यताबाट मुनि लिनुपर्ने हो. बिस्तारै आऊ है. हामी लास्ट टाइम यो चौर बनाउँदाखेरि क्या हामीले बनाएको थियौँ नि त. यो चौर रिपेयर गरेको थियौँ नि त.
अनि पर्दैन नवीन दाइ र म चढेको थियौँ यो रुखमाथि आइपुगेका छौँ हामी अब यो रुखमाथि चढ्नको मात्र देरी छ एकदमै थ्रिलिङ यात्रा भइरहेको छ सो फार सो गुड ओइ आइज आइज जेसुकै गर ल गाइज हामी चाहिँ यहाँ टुप्पोमा आइसक्यौँ है रुखको टुप्पोमा दामी भ्यू छ भ्यू देखाउनु पहिला भ्यू ठ्याक्क यहाँबाट देखाउँछ है त पुरै 360 भ्यू देखाउ काठमाडौँ यो चाहिँ गाइज यो क्यामेरा अलिक ब्लर छ त्यही भएर ऊ भइरहेको है यो चाहिँ काठमाडौँ ललितपुर भक्तपुर सबै देखिन्छ हाम्रो फुटबल ग्राउन्ड भयो लास्ट चाहिँ कोही आउनु चाहनुहुन्छ भने पनि आउँदा हुन्छ यो ग्राउन्ड फ्री हो सबैलाई हामी दुईवटा साथी त्यहाँ बसिरहन् अनि हामी चाहिँ यहाँ रुखमा बसिरहेको छौँ रमाइलो भइरहेको एकदम यस लगाइ यति नै हो भ्यू चाहिँ होइन अब एकछिनमा भेट्नुपर्छ बाई बाई लगाइजहरू अहिले अब चाहिँ तिनीहरू पनि आए है यिनीहरू दुईजना पनि आउँदैछन् मेरो मोबाइलको क्वालिटी चाहिँ यो भाइको मोबाइलको क्वालिटी यस्तै छ अब यो हामी टिभीमा बसेर हेर्छौँ यो भिडियो अब यिनीहरू आउँदैछन् होइन अब लड्छन् कि लड्दैनन् हेरौँ है भ्यू चाहिँ यस्तो छ काठमाडौँ एरियामा पुरै घाम लागिरहेको छ सेतो बादल छ हो यही बाटो आऊ आऊ प्रकाश भाइ आऊ सकिन्छ इजी छ क्या बाटो समुद्र झै आइसक्यो यहाँसम्म कहाँ त्यताबाट होइन नि त तलबाट ओर्लेर आइज न प्रसाद तलबाट अनि यहाँबाट हो क्या यो बाटो चाहिँ यसरी आउने हो यहाँबाट यसरी आउने हो होइन अनि यहाँबाट सिधै माथि आएर यहाँबाट माथि आउने हो छिटो आइपुगेको समृद्ध खतरा जङ्गली इन्सान छ जङ्गली इन्सान रे नि त भाइ अनि यहाँबाट सजिलो क्या तलबाट यहाँ चाहिँ आउँदैछ नि आऊ जङ्गली इन्सान गर न इकु गर न भन्नाले कोही पनि लडाइ भए कन्टेन हुन्थ्यो अहिले हामी सबैजना एकैचोटि रुखसँगै खस्छौँ त्यो कन्टेन्ट अमलाको बोटबाट क्या ल यो भाइ चाहिँ आइसक्यो है अनि यो भाइ आउँदैछ कट लगाइजाऊ हामी चाहिँ अहिले पछि जाने बेला भेट्छौँ है त भाइ भाइ अब चाहिँ आउँदैछ नि यिनीहरू चाहिँ अन्त लडेको थियो ओ ढुङ्गा नखसला है मेरो पुरोमा पर्छ फेरि ओ ल झन्डै लड्यो है प्रतीक चाहिँ लास्टै नै डराउँछ त्यही भएर कहाँ लडाइ भयो नि हुन्थ्यो क्या हाँस्न त हुन्थ्यो है तर त्यस्तो नि होइन बिस्तारै 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 नत्र स्पाइडरम्यानले बोलाउनु पर्छ यहाँ यस प्रतीक यस यहीँबाट हामी फटालिदिनु नि त के बाँकी छ र छिटो आउनु पऱ्यो छिटो त्यहाँबाट जम्प इजी हो त अब हामी फ्लाइ हुन्छ कि एकछिन फ्री फल जम्प हान्न ला ओ डेन्जर ल तिम्रो पालो ओह्रालो ओइ लास्ट भिड छ है यहाँबाट चाहिँ हामीलाई पातलो पातलो छ नि त ल छिटो जय शम्भु अरे ओए ल यस यस
यस ल ल यस अब हामी चाहिँ तल गएर भेट्छौँ है यो भ्यू यहाँ बसेर भेट्छौँ है त ल भाइ भयो भयो ओ माई गड केही हुन्न मैले आउनु उभिएको नै 3 सेकेन्ड पछि जान्छ ए मैले आउनु आउनु जय शम्भु यस हामीले चाहिँ यो पर्खालबाट वाल हाने है उ यहाँबाट चाहिँ वाल हाने वाल हाने भन्ने आएछ हाम थाले पानी हाल्छ प्रत्येक के भन्नु छ आई एम डेड यो हाम फालेर ओह्रालोले बबाल सातो आयो अरे त्यही भएर यता हेर्नु त घाममा आएपछि हेर्नु नि हेर्नु टल क्या यार टल क्या आमा कस्तो टल क्या है गाइजहरु यो कालो छाला पानी खामा हामी नि ल यता हेर्नु त यता हेर्नु त यस माइ नेम इज सम्राट दाहाल यो त लगाइ जब अब चाहिँ हामी वहाँ माथिबाट आइसकेको छौँ होइन हामी चाहिँ यहाँ बसिरहेको छौँ एकछिन लास्ट काम भइरहेको थियो अनि पसिना नि आइरहेको थियो एकछिन रेस्ट अनि यिनीहरू चाहिँ यो पोलमा लाउने कम्पिटिसन को फर्स्ट भयो अरे म फर्स्ट भयो अरे होइन अनि सेकेन्ड भयो प्रतीक थर्ड भयो प्रतीक ल यहाँ चाहिँ गेम भइरहेको छ यहाँ होइन अब हामी गएपछि मात्र भ्लग बनाउँछ यहाँबाट चल्दिसकेपछि होइन ल भाइ गाइज गएको मैले भ्लगै भन्नु ल गाइज हामी चाहिँ अब तलतिर हिँडिसकेको छौँ घरतिर अनि यहाँ जान भयो हामीले जान्छ हिँड्दैछौँ यहाँ ल हामी गाइज अब गएपछि भेट्छौँ होइन होइन यति नै हो ल भाइ गाइजहरू बाई बाई बाई